Hello everyone, welcome back to Chaisa channel. After a very long time we are uploading a video जुन चाहिँ हुनेछ पोखरा टु खान्द्रुक। त्यसपछि हामी अर्को ठाउँ पनि जाने छौं जुन चाहिँ तपाईहरुले अर्को भिडियोमा हेर्न पाउनुहुन्छ। अहिले चाहिँ हामी जिप स्ट्यान्डमा छौं। यो चाहिँ खान्द्रुक जाने बस स्ट्यान्ड हो अनि हामी अहिले जिपमा ट्राभल गर्न जाँदै छौं। दाइले हामीलाई खाजा खान एउटा राम्रो ब्युटिफुल ठाउँमा रोक्नु भएको छ। Difficult road leads to a beautiful destination भनेको जस्तै यो बाटो एकदमै डिफिकल्ट छ, एकदमै भिड पाखा साङ्ग्रो। तर आई नो कि हैन जब खान्द्रुक पुग्छौं तब हेभनली फिल गर्ने छौं हामीले। फाइनली खान्द्रुक पुग्यो। अहिले चाहिँ हामी बस पार्कमा छौं खान्द्रुकको। अलि यो जुन माछा पुछ्रे हिमाल देख्ने बित्तिकै कस्तो आनन्द आयो है। हाई जाइसा, रमाइलो भइरहेछ। जाइसु जाइसा यहाँ त मम्मी कहाँ हो? घोडानी चढाउँ कि क्या हो भनेर विचार गरेको थिएँ कि भोलि बिहान समाचार बदल्नु ल ड्याडीदेखि घोडामा हाम्रो सामान आइरहेछ। हामी गुरुङ कटेज पुग्यौं जहाँ चाहिँ हामी बसेका थियौं। Oh my God. Suman, are you enjoying? कस्तो हुँदैछ त यात्रा? जाइसु
So can I check toilet? Okay. त्यसै खाने बेला नि हुन्छ आफ्नो जे होइन हुन्छ आफ्नो खाने मात्र हुँदैन है Yes. तल छ कस्तो भइरहेछ जस्तो रमाइलो भएछ इन्जोय गरिरहेछौ के रमाइलो लाग्यो तिमीलाई यहाँको अनि तिमीलाई के भन्छ के खान मिठो लाग्यो यो ठाउँको नाम के हो नि यो ठाउँको नाम कान्द्रुक अनि अघि कुन लुगा लगाएको गुरुङ ड्रेस केसरिया तेरा मजा आउँछ आज चाहिँ हामीले पार्टी गरियो नानु पार्टी हो रे यति राम्रो दृश्य त कसम कसैलाई पनि छोड्नै मन लाग्दैन होला र मानिसहरू कता कताबाट यहाँ पुग्नुहुन्छ खालि यो भ्यू हेर्नलाई र यहाँको बसोबासलाई महसुस गर्नको लागि अनि यो चाहिँ एकदम बेस्ट मोमेन्ट थियो हाम्रो लागि तिमी बौला हुँदैछ के भनेको Let's see, आउँदै एकछिन हेरौँ न ऊ साथै आउँदा ममलाई यो माछा पुच्छ्रे हिमाल चाहिँ पोखराबाट एक्ज्याक्टली यस्तो सेपमा देखिँदैन यो चाहिँ प्रायः जस्तो वेस्टर्न साइडबाट देखिन्छ जुन चाहिँ माछाको पुच्छरको सेपमा हुन्छ त्यसैले यसलाई माछा पुच्छ्रे हिमाल भनिएको हो यो चाहिँ इभिनिङ भ्यू हो र यो करिब 6 बजेतिरको भ्यू थियो अनि यस्तो राम्रो हिमाल चम्किरहेको थियो हामीले एउटा ग्रुप दिदीहरूको ग्रुप भेटेका थियौँ
र उहाँहरूसँग बसेर हामी सबैले रमाइलो गऱ्यौँ। उहाँहरू चाहिँ स्कुलमेट्सहरू धेरै वर्षपछि घान्द्रुक घुम्न आउनुभएका थिए। कोही चाहिँ काठमाडौँका र कोही चाहिँ पोखराका थिए। मैले गर्दिनँ Oh God. पर सर्छु मनै साथ्यो कि आनाकानी गर्छु पर सर्छु पुरै आउनु नाचिरहेको यही बेस्ट फ्रेन्ड हुने भयो अब है। रक्सी खायो। अब हामी डिनर गर्न जाँदैछौँ।
यो चाहिँ खान्द्रुकको मर्निङ भ्यू हो। अहिले चाहिँ न्यानो घामको साथै चिसो हावा चलिरहेको छ र यो घाम र चिसो हावाको मजा एकदमै छुट्टै छ, एकदमै रमाइलो भइरहेको छ। यो चाहिँ हाम्रो रिसाउने छोरी हो, जहिले नै रिसाउँछ नक्कली। यो चाहिँ मेरो माया हो नि, मलाई एकदम माया लाग्छ यसको, कति माया लाग्छ। यसले पनि मलाई माया गर्छ। मैले भन्ने बित्तिकै जुरुक्क उठेर मम्मी चिया खान जाऊँ, तपाईँलाई भोक लाग्यो भन्छ उसले। जाऊँ Let's go, Jaisa. Why? अहिले चाहिँ हामी ब्रेकफास्ट गर्न लागेका छौँ। यो चाहिँ टिबेटन ब्रेड हो जुन चाहिँ एकदमै टेस्टी र मैले फर्स्ट टाइम ट्राई गरेको। वाउ, वाइ नो काइसु पछाडि हेर कुकुर लिएर खाएन भन्ने हेर्दा एकछिनै तपाईँको ब्याग उठाएको छ है। अहिले चाहिँ हामी गुरुङ गाउँ डुल्न जाँदैछौँ। ओल्ड गुरुङ भिलेज मेबी, अनि त्यसपछि म्युजियम। रमाइलो भयो जाइस। हामी कहाँ हो रे? कान्द्रुकमा हिजो के खायो? गुन्द्रुक। सुमनदारी अहिले ग्ल्याडियरको कति हुनु कस्तो मजाको पसल, सानो पसल हेर न कस्तो राम्रो। वाउ, कति एक्साइटेड भएको के म। म्युजियम चाहिँ बन्द हो कि के हो? खुल्लै छ। जाइसु घुम न एकचोटि, यस्तरी घुम न। भगवान बुद्ध त्यसो धोगो भगवान बुद्धलाई नमस्ते।
मोही पार्ने हो कुन रूप होला यो भवनको हाम्रो खुकुरीहरू ड्रेसहरू पख न मेरो मोबाइल पछाडि छ कि नानु त्यो पुतलीसँग बस त हेर नानु त्यहाँ खाना पकाएको हेर ऊ पुतलीले जैसे के गरेको मन पर्यो ल ठिक छ जाइसु खाना पकाउन लाग्यो यसरी हल्ला यता साइडमा जाऊ त्यो रक्सी पारेको आफू होइन जाइस के गर्नु भएको रक्सी पारेको ढिँडो पकाएको कति राम्रो यहाँ हाम्रो सिलौटो च्यार्नी नेवारीमा चाहिँ च्यार्नी भन्छ है अनि उहाँ चाहिँ उन के गरिराख्नु भएको छ जम जैसा हजुरलाई रमाइलो भयो लैजा आउनुहोस् उताबाट आउनुहोस् न माथि जाने हो कि तल हो दाइ माथि चल्नु हामीदेखि जरा जस्तै छैन नि कता माथि जाने कि तल हो कुनै फोटो कुनै भइरहेको कतडै हो हजुर दुई खेपमा खानु हान्दैन दाइ कसरी जान्दै हामी So we are going back to, not back, we're going to Cliff, Kusmako. So yatra kasto bhayo ta Gandrukko? Ramailo bhayo? Memorable bhayo? Okay, bye bye this place. I love you so much. We enjoyed a lot. Jaisa is planning to go to Bungamatiri. Oh.
मिठो यादहरू बोकेर जाने होइन मिठो यादहरू बोकेर जाने एकदम चाइसा हेर न छुमन ल जा यो गाडीमा आएको थियौँ हामी कालिम्पोङबाट बाटो एकदमै गाह्रो अझ हामी के खाऊँ भनेर झरेको हामी यहाँ रोकेको अनि यहाँबाट चाहिँ हाम्रो यात्रा उता कुस्माको हुन्छ अनि यहाँ यो चाहिँ घान्द्रुकबाट झरेपछि नयाँ पुल हो ठाउँको नाम यति धेरै यात्रापछि हामी यहाँ पुगेका छौँ फाइनली अब Thank you everyone for watching this video. यदि तपाईहरुलाई भिडियो राम्रो लागेको भए प्लिज कमेन्ट सेक्सनमा गएर रेड हार्ट कमेन्ट गरिदिनु होला र हामी तपाईहरुलाई अर्को भिडियोमा भेट्ने छौं जुन चाहिँ हुनेछ कुस्मा बेनी र बागलुनको त्यतिन्जेल तपाईहरु आफ्नो केयर गर्नु होला र राम्रोसँग बस्नु होला जाडोको मौसम छ न्यानो लुगा लगाउनु होला बाइ बाइ